साथीहरु मेरो वाइफले चाहिँ यहाँनेर चिकन 65 बनाउने हो अनि चिकन करी यहाँ हल्दी चिकन मसला नुन हल्का लगाएर यहाँ यसरी मिक्सिङ गर्दैछ हाम्रो म्याडमले। अच्छा हमको सिखा रिया है। एकदम यो विदेशबाट पुरै ट्रेनिङ लिएर सिकेर आएको रहेछ। आज चाहिँ आप्पालाई मजाले मिठो बनाएर खुवाउने अरे। कहाँ थाइल्यान्ड कि चाइना कहाँबाट? मामाम देख्यो एकदम होटलमा तपाईहरुलाई सेफको कमी छ भने यहाँनिर छ। भात सात सब्जी दाल भात मासु चासु चिकन 65 चिकन मन्चुरियन सन्चुरियन के हो लान्छु सबै पाक्छ पकाउँछ हैन। यी लम्मै यसरी हालिदिन्छ लम्मै हालेर चाहिँ गम 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 चलाउँछ। यही नहीं अभी और सुनिए। अनि यसरी मेरो वाइफले अब खतरा एकदम बाहिरबाट नि सिकेर आएको होइन रे, एकदम घरमै सिकेको रे। यस्तो सिक्नु पनि जानुपर्छ भन्छ हो। हम मालूम है तेरे बाप को मत सिखा। हेलो मैडम, आपने ऐसा कितना साल से बना रहा है? कितना साल से आप ऐसा बना रहा है? कभी बना के नहीं खिलाया तो? चीटिंग करता है तू, चीटिंग 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 करता है तू। पापा पापा को एकदम यसरी तेलमा चाहिँ अलिक कम्ती तेलमा डुबाउनु पर्ने रहेछ। बेसी तेलमा डुबायो भने चाहिँ तेल सकिन्छ हो। एकदम यो चाहिँ तेलको जोगाड। अनि यो चाहिँ यति चाहिँ बाँच्यो हाम्रो चिकन करी बनिन्छ है।